काठमाडौँको बीचमा एउटा घर छ जहाँ दशकौंसम्म कोही पस्न सकेन। बाहिर जङ्गल लागेको एउटा तालचा मात्र छ, तर भित्र आजसम्म पनि मध्यराति आउने रहस्यमय आवाजहरू। यो घर कसको छ र किन सहरका सबै मानिस यसबाट टाढा भाग्छन्? धेरैले देख्छन् काठमाडौँ कति व्यस्त छ, तर यही भिडभाडको बीचमा एउटा पुरानो घर अचम्मैकै सन्नाटा बोकेर उभिएको छ। मानिसहरू भन्छन् यो ठाउँले कसैलाई भित्रै थुनिराखेको छ। 30 वर्ष अघि यही घरमा एउटा परिवार बस्थ्यो, तर एक रात उनीहरू सबै बिना आवाज, बिना कारण गायब भए। न कुनै सङ्घर्ष, न कुनै सबुत, बस घर मात्र बाँकी रह्यो, चुपचाप तर डरले भरिएको। सबैभन्दा डर लाग्ने कुरा, पर्खालमा भेटिएको एउटा चिठी। अन्तिम लाइन थियो, हामी यो घर छोडेर जाँदै छैनौँ। तर त्यसपछि कसैले उनीहरूलाई कहिले देखेन। वर्षौंदेखि बन्द रहेको ढोकाभित्र एक दिन भुइँमा एउटा पुरानो लकेट भेटियो। लकेट खोलेपछि भित्र त्यही परिवारको बच्चाको तस्विर। ढोका दशकौंदेखि नखुलेको, तर चिनोहरू भित्र किन भेटिँदैछन्? स्थानीयले भन्छन् रातको 12 बजे माथिल्लो कोठाबाट कसैको हिँड्ने आवाज आउँछ, धीरे, असमान, मानव कोही अँध्यारोमा चलिरहेको छ। तर जब ढोका खोलिन्छ भित्र कोही हुँदैन, सिर्फ एउटा चिसो थरथर काँप्ने मौनता। यो घर अझै उस्तै उभिएको छ, ढोका हल्लिँदै, तालचा झुन्डिँदै, र भित्र कतैबाट आउने एक हल्का आवाज। सारा सहरले यसलाई बिर्सन खोज्यो, तर घरले, उसले आफ्नो रहस्य कहिल्यै छोडेन। काठमाडौँको यो पुरानो बन्द घर सिर्फ एउटा खाली संरचना होइन, यो एक अँध्यारो सत्य हो जसको कथा आजसम्म पूरा हुन मानेको छैन।